गर्नुहोस् ल। ओके, त्यहाँ वरिपरि तपाईँहरूको वरिपरि गफ हुन्छ, साथीहरू छ भने म्युट गर्नुहोस्, नत्र म्युट नगर्नु होला ल। हुन्छ। वरिपरि तपाईँहरूको अब बेलुका भइसक्यो, यताउता साथीहरू छ, गफ हुन्छ भने म्युट गर्नु होला, तपाईँको सबै डिस्टर्बेन्स आउँछ। नत्र म्युट नगरिकन गफ गर्यो भने अलिक पढ्न अलिक बुझाउन अलिक सजिलो हुन्छ ल। ओके सर। अब हेर्नु फर्मल्ली सुरु गरौँ है। हामीले के पढ्ने भन्नलाई हामीले के एकाउन्टिङ भित्र के पढ्ने भन्ने कुरा याद गरौँ ल। हामीले पढ्ने बुकको नाम चाहिँ फाइनेन्सियल एन्ड म्यानेजरियल डिसिजन एन्ड कन्ट्रोल। मैले भन्नुको कारण चाहिँ हामीले पढ्ने बुकको नाम, हाम्रो अकाउन्टिङको नाम फाइनेन्सियल एन्ड म्यानेजरियल एन्ड म्यानेजरियल डिसिजन एन्ड कन्ट्रोल। डिसिजन एन्ड कन्ट्रोल भनेर यहाँनिर हामीले राखिदिएको, हामीले सर्टकटमा एफएमडिसी अकाउन्टिङ फर फाइनेन्सियल एन्ड म्यानेजरियल अकाउन्टिङ फर फाइनेन्सियल एन्ड म्यानेजरियल डिसिजन एन्ड कन्ट्रोल भनेर हामीले पढ्ने हो। यसलाई चाहिँ किन यसरी राखिदिएको भन्दा अलिकति थोरै भूमिका बाँधौँ है। हाम्रो अकाउन्टिङ नर्मल्ली हामीले अकाउन्टिङ भन्नाले अकाउन्टिङको चाहिँ तल्लो लेभलको याद छ भने अलिक याद गर्नु त। एकाउन्टिङ इज द प्रोसेस अफ आइडेन्टिफाइङ, मेजरिङ, समराइजिङ, एनालाइजिङ, के अरे क्लासिफाइङ, समराइजिङ, एनालाइजिङ, इन्टरप्रेटिङ एन्ड कम्युनिकेटिङ अकाउन्टिङ इन्फर्मेसन टु इन्टरनल एन्ड एक्सटर्नल युजर भन्नेमा हामीले अकाउन्टिङ भन्नेमा पढेका थियौँ है। 11-12तिर अलिअलि याद छ भने है। त्यो एकाउन्टिङलाई ट्रेडिसनल रूपमा हेर्ने हो भने अकाउन्टिङ 3 प्रकारको हुन्छ। एउटा फाइनेन्सियल अकाउन्टिङ, एउटा फाइनेन्सियल अकाउन्टिङ, दोस्रो भयो हाम्रो कस्ट अकाउन्टिङ हैन, अर्को रह्यो म्यानेजमेन्ट अकाउन्टिङ अथवा म्यानेजरियल अकाउन्टिङ। म्यानेजमेन्ट अकाउन्टिङ गरेर यो ट्रेडिसनल रूपमा हेर्ने हो भने यसलाई अझ तपाईले यसको ब्रान्चेसहरू हेर्ने हो भने फाइनेन्सियल, कस्ट एकाउन्टिङ एन्ड म्यानेजमेन्ट एकाउन्टिङ बाहेक तपाईले सोसियल रेस्पोन्सिबिलिटी अकाउन्टिङ, ट्याक्स एन्ड अडिट अकाउन्टिङ, अहिले त नयाँ आएर ग्रिनरी एकाउन्टिङ भन्ने छ। ट्रेडिसनल रूपमा हेर्ने हो भने एकाउन्टिङको ब्रान्चेसहरू कतिवटा भए? 3टा। एउटा फाइनेन्सियल अकाउन्टिङ, एउटा कस्ट एकाउन्टिङ, अर्को म्यानेजमेन्ट एकाउन्टिङ। तपाईले सेकेन्ड सेममा पढेको बेसिकली पढेको चाहिँ के हो? म्यानेजमेन्ट अकाउन्टिङ पढ्नु भएको। त्यो म्यानेजमेन्ट एकाउन्टिङमा म्यानेजमेन्टको फङ्सन एउटा के भयो? प्लानिङ। एउटा फङ्सन के भयो? प्लानिङ। अर्को कन्ट्रोलिङ, अर्को रह्यो डिसिजन मेकिङ। यो चाहिँ डिसिजन मेकिङ, दोज आर द फङ्सन अफ म्यानेजमेन्ट। अब हामीले त्यो म्यानेजमेन्ट एकाउन्टिङमा के कुरा पढ्नु पर्थ्यो भन्दा प्लानिङका टुलहरू पढ्नु पर्थ्यो, अर्को कन्ट्रोलिङका टुलहरू पढ्नु पर्थ्यो, अर्को डिसिजन मेकिङका टुलहरू पढ्नु पर्थ्यो। हामीले यो म्यानेजमेन्टका फङ्सनहरू भए तपाईले कुनै फङ्सनले प्लानिङ गर्न सिकाउनु पर्थ्यो, कुनै फङ्सनले तपाईलाई कन्ट्रोलिङ गर्न सिकाउनु पर्थ्यो, कुनै च्याप्टरले तपाईलाई डिसिजन मेकिङ गर्न सिकाउनु पर्थ्यो। हामीले सेकेन्ड सेममा म्यानेजमेन्ट एकाउन्टिङका 2टा टुल बेसिकली पढेको, एउटा प्लानिङको टुल, एउटा कन्ट्रोलिङका टुल। जति पढ्नुभयो म्याक्सिमम के को टुल पढ्नुभयो तपाईले? प्लानिङको। याद गर्नु त, y = a + bx दैट इज कस्ट प्लानिङ पढ्नुभयो। त्यसपछि बजेट पढ्नुभयो, बजेट भने प्रफिट प्लानिङ भयो। सीबीपी एनालाइसिस, रिसोर्स एलोकेसन प्लानिङहरू पढ्नुभयो। त्यसै गरेर तपाईले अर्को कन्ट्रोलिङका टुलहरुमा स्ट्यान्डर्ड कस्टिङहरू पढ्नुभयो, फ्लेक्सिबल बजेट पढ्नुभयो। त्यो प्लानिङ एन्ड कन्ट्रोलिङका टुल भने अब तपाईले त्यो सेकेन्ड सेममा केही छुट्यो, के छुट्यो? म्याक्सिमम डिसिजन मेकिङ। र केही टपिकहरू के छुट्यो? कन्ट्रोलिङका। भनेपछि अब हामीले पढ्ने थर्ड सेममा त्यही म्यानेजमेन्टकै फङ्सन भित्रका एउटा टुल कन्ट्रोलिङका टुल, अर्को टुल डिसिजन मेकिङका टुलहरू पढ्छौँ। र म्याक्सिमम हामीले पढ्ने चाहिँ यहाँ के भयो? डिसिजन मेकिङका। अब डिसिजन मेकिङलाई पनि 2टा क्लासिफाइड गरिदिएको छ, एउटा फाइनेन्सियल डिसिजन, अर्को म्यानेजरियल डिसिजन। त्यो फाइनेन्सियल डिसिजन भने चाहिँ हाम्रो फाइनेन्सियल एकाउन्टिङ प्रिपेरेसन गरिसकेपछि फाइनेन्सियल एकाउन्टिङको डकुमेन्ट भने नर्मली के हो? एउटा इन्कम स्टेटमेन्ट, अर्को के रह्यो? ब्यालेन्स सिट। त्यो इन्कम स्टेटमेन्ट र ब्यालेन्स सिटलाई हेरेर अर्गनाइजेसनको 2टा कुरा पत्ता लगाउन सक्छौँ। हामी के कुरामा स्ट्रेन्थ छौँ,
के कुरामा विक छौं एस अर्को डब्लु स्ट्रेन्थ र अर्को विकनेसेस त्यो हामी इन्कम स्टेटमेन्टमा नाफा घाटा आम्दानी खर्च हुन्छ भने ब्यालेन्स सिटमा एसेट्स र के हुन्छ ल्याबिलिटी त्यो इन्कम स्टेटमेन्ट र ब्यालेन्स सिटलाई प्रपरली स्टडी गर्नु भनेको हाम्रो इन्टरनल स्ट्रेन्थ र इन्टरनल विकनेसेसहरु एनालाइसिस गर्छौं त्यो एनालाइसिस गर्ने भनेको बेसिकली फाइनान्शियल एनालाइसिस गर्छौं त्यो फाइनान्शियल एनालाइसिस गर्नुको मेन अब्जेक्टिभ के हो फाइनान्शियल डिसिजन गर्नको लागि जस्तो हाम्रो फाइनान्शियल अकाउन्टिङले के बनाउँछ नर्मली एउटा प्रॉफिट एन्ड लस एकाउन्ट अथवा के बनाउँछ इन्कम स्टेटमेन्ट अर्को के बनाउँछ ब्यालेन्स सिट यो बनाउने एकाउन्ट नर्मली के हो फाइनान्शियल अकाउन्टिङ अझ इलाबोरेट गर्ने हो भने क्याश फ्लो स्टेटमेन्ट मैले थोरै कुरा गर्दै चाहिँ यसबाट हामी के कुरा हुन्छ यी डकुमेन्टबाट अर्गनाइजेसनको फाइनान्शियल पोजिसन कस्तो छ के कुरामा स्ट्रेन्थ छ के कुरामा विक छ भनेर हामी एस डब्लु स्ट्रेन्थ र विकनेसेस एनालाइसिस गर्छौं त्यो गर्नु भनेको डिसिजन मेकिङ गर्नु हो अब हाम्रो अर्गनाइजेसनमा लिक्विडिटी रिस्क छ कि छैन लङ टर्म डेट तिर्न सक्छौं कि सक्दैनौ हामी फ्युचरमा शेयरहोल्डरलाई डिभिडेन्ड दिने कि नदिने हाम्रो फ्युचरमा ग्रोथ गर्नलाई मेसिन किन्ने कि नकिन्ने लोन लिने वा नलिने यी डिसिजन गर्नलाई के चाहियो फाइनान्शियल डकुमेन्ट त्यो फाइनान्शियल डकुमेन्ट कसले बनाउँछ फाइनान्शियल अकाउन्टिङले नर्मली फाइनान्शियल अकाउन्टिङमा हामी के कुरा पत्ता लगाउँछौं इन्कम स्टेटमेन्ट र ब्यालेन्स सिट क्याश फ्लो पत्ता लगाएर के कुरामा हामी स्ट्रेन्थ छौं के कुरामा विक छौं फाइनान्शियल विक छौं र त्यो कुरालाई लिएर फ्युचरमा के गर्ने के नगर्ने भन्ने चाहिँ त्यो के हो फाइनान्शियल डिसिजन भयो अब अर्गनाइजेसनको अर्को पढ्छौं हामी म्यानेजरियल डिसिजन पढ्छौं भने चाहिँ हामीलाई यहाँको च्याप्टर कसरी राखिदिएको छ भन्दा एउटा फाइनान्शियल डिसिजन ऐन के गर्छौं कन्ट्रोल अर्को म्यानेजरियल डिसिजन ऐन के गर्छौं कन्ट्रोल अब हामीले जति च्याप्टरहरु कन्टेन्टहरु पढ्छौं ती कन्टेन्टहरुले हामीलाई के गर्न सिकाउँछ फाइनान्शियल डिसिजन एन्ड कन्ट्रोल गर्न सिकाउँछ भने ती कन्टेन्टहरुले म्यानेजरियल डिसिजन एन्ड कन्ट्रोल गर्न सिकाउँछ यो हाम्रो म्यानेजमेन्ट एकाउन्टिङको एउटा पार्ट हो 6 मन्थ मात्र पढ्नु परेको हुनाले हामीले के गर्दियो भन्दा हामीले बेसिकली सेकेन्ड सेममा लगाएर के पढ्यौं फाइनान्शियल प्लानिङ एन्ड कन्ट्रोलिङका टुल पढ्यौं भने अब हामी यहाँ बेसिकली चाहिँ डिसिजन मेकिङ र थोरै कन्ट्रोलिङका टुलहरु पढ्छौं एउटा फाइनान्शियल के रे प्लानिङको भयो अर्को म्यानेजरियल पढ्ने छौं अब हामीले यहाँ फर्स्टमा हामीलाई यसरी राखिदिएको छ ठ्याक्कै सेकेन्ड सेम जे छ त्यही स्ट्रक्चरमा आउँछ है हामीलाई क्वेशनहरु कसरी आउँछ एउटा क्वेशन के गर्छौं हाम्रो 30 मार्क्सको यो केस एनालाइसिस भयो त्यसपछि हामीले तीनटा क्वेशन के गर्ने छौं 15 मार्क्सको कति हुन्छ हाम्रो 45 भयो त्यसपछि हामीलाई 5 मार्क्सको कतिवटा क्वेशन पढ्ने छौं हामी अर्को हामीलाई टोटल हाम्रो 5 मार्क्सको 5 वटा बनाउनु पर्यो कति भयो 25 टोटल हामीले कतिवटा आउने भयो टोटलमा 100 मार्क्सको यसरी रहनेछ है अनि हामीले अर पाउने भनेको एउटा यहाँनिर अर पाउँछौं एउटा यहाँनिर अर पाउँछौं यो केस एनालाइसिसमा हामीले अर कहिले पनि पाउने छैनौं हाम्रो टोटल स्ट्रक्चर सेकेन्ड सेमको जे छ हामीलाई ट्युको कोर्सको क्वेशनको प्याटर्न सेम नै भयो केस एनालाइसिस एउटा मिडल क्वेशन 3टा सर्ट क्वेशन कतिवटा 5 वटा यो दुईटामा हामीले चाहिँ अर पाउने छौं एकवटा अर पाउने छौं अरुमा हामीले अर पाउने छैनौं अब हामीले पढ्ने भनेको यहाँ बेसिकली फाइनान्शियल एन्ड म्यानेजरियल डिसिजनका टुल र कन्ट्रोलिङका टुलहरु पढ्छौं त्यसले गर्दा यहाँ थोरै फाइनान्शियल एकाउन्टिङका पार्टहरु अलिकति पढ्छौं फर्स्टमा अकाउन्टिङ इन्फर्मेसन भनेर मैले कन्टेन्ट थोरै कुरा गर्छु है अकाउन्टिङ इन्फर्मेसन यहाँनिर अकाउन्टिङ इन्फर्मेसनमा हामीले के कुरा गर्छौं अकाउन्टिङ इन्फर्मेसन भनेको के हो अकाउन्टिङ इन्फर्मेसन भित्र के कुरा पर्छ अकाउन्टिङ इन्फर्मेसनको जेनेरेट कहाँ हुन्छ अकाउन्टिङ इन्फर्मेसन कसलाई चाहिन्छ एउटा इन्टरनल युजर हुन्छ अर्को एक्सटर्नल युजरलाई एउटा क्वान्टिटेटिभ इन्फर्मेसन हुन्छ अर्को क्वालिटेटिभ इन्फर्मेसन हुन्छ त्यो अकाउन्टिङ इन्फर्मेसनका सोर्सेसहरु के हो अकाउन्टिङ इन्फर्मेसन जेनेरेट कहाँ हुन्छ अकाउन्टिङ इन्फर्मेसनका युजरहरु को हुन् अकाउन्टिङ इन्फर्मेसन कसरी कलेक्सन गर्ने र त्यो अकाउन्टिङ इन्फर्मेसनमा हुनुपर्ने क्यारेक्टरिस्टिक्सहरु के हो भनेर हामी पढ्छौं यहाँ मेरो अकाउन्टिङ इन्फर्मेसन भनेर फर्स्ट च्याप्टरमा बेसिकली यहाँ फाइनान्शियल अकाउन्टिङ इन्फर्मेसन कुरा गर्ने छौं
त्यसपछि हामी एकाउन्टिङ इन्फर्मेसन सिद्धिसकेपछि दोस्रोमा हामी जानेछौँ प्रिपरेसन अफ फाइनान्शियल स्टेटमेन्ट भित्र। प्रिपरेसन अफ फाइनान्शियल स्टेटमेन्ट भनेर प्रिपरेसन अफ फाइनान्शियल स्टेटमेन्ट भनेर हामी नर्मल्ली 3टा स्टेटमेन्टहरु बनाउँछौँ। यहाँनिर हामी एउटा इन्कम स्टेटमेन्ट, हामी यसलाई चाहिँ इन्कम स्टेटमेन्ट पनि हामीले जसरी बनाउँथ्यौं सेकेन्ड सेममा त्यसरी बनाउन पाइँदैन। यहाँनिर हामी के नि राख्छौँ मल्टी स्टेप इन्कम स्टेटमेन्ट भनेर। मल्टी स्टेप इन्कम स्टेटमेन्ट भनेर हामी बनाउने छौँ। सेकेन्ड सेमको जस्तो हेपाचार तरिकाले बनाउन पाइँदैन। हरेक स्टेप वाइज अर्गनाइजेसन भित्रका खर्चहरू एउटा एडमिनिस्ट्रेटिभ हुन्छ, एउटा सेलिङ हुन्छ, अनि इन्कम पनि प्रडक्ट बाहेक अरूको इन्कम आउँछ, अदर इन्कमहरू, प्रोडक्सन बाहेक अरूसँग रहेका खर्चहरू, त्यसलाई के हो अदर एक्सपेन्सेस एन्ड लसेस भनेर त्यो स्टेप वाइज हामी इन्कम स्टेटमेन्ट बनाउँछौँ, जसलाई हामी मल्टी स्टेप इन्कम स्टेटमेन्ट भन्छौँ। अब उसले कमाएको नाफाबाट कति रुपियाँ शेयर होल्डरलाई डिभिडेन्ड बाँड्यो, रिइन्भेस्टमेन्ट गर्नलाई कति पैसा राख्यो भनेर हामी पढ्छौँ त्यो स्टेटमेन्ट अफ रिटेन अर्निङ। स्टेटमेन्ट अफ रिटेन अर्निङ। र त्यसपछि हामीले स्टेटमेन्ट अफ रिटेन अर्निङ प्रिपरेसन गरेपछि ब्यालेन्स सिट बनाउँछौँ। अलि तपाईलाई याद छ भने सेकेन्ड सेममा हामीले बनाएको जस्तै ब्यालेन्स सिट बनाउँदैनौँ। ब्यालेन्स सिट दुई प्रकारको भयो, एउटा हरिजेन्टल भयो, एउटा भर्टिकल भयो। हामीले के पढाएको थियौँ याद गर्नु त? हरिजेन्टल पढाएको थियौँ, एकतिर एसिड्स लेखेको थियौँ, एकतिर ल्याबिलिटी लेखेका थियौँ। अब त्यसरी नलेख्ने भर्टिकल कन्सेप्टमा जान्छौँ। त्यो भर्टिकल कन्सेप्टमा पनि एसिड्सको क्याटेगोराइज गरेर लेख्ने। एसिड्सका डिफ्रेन्ट क्याटेगोरिजहरू हुन्छ, करेन्ट एसिड्स, प्रपर्टी प्लान्ट इक्विपमेन्ट, इन्टान्जिबल एसिड, ट्रान्जिबल एसिड्स, त्यसरी छुट्याएर हामी हेर्छौँ। ल्याबिलिटीलाई पनि छुट्याएर हामी हेर्छौँ, जसलाई हामी क्लासिफाइड ब्यालेन्स सिट भन्छौँ। क्लासिफाइड ब्यालेन्स सिट भनेर भन्छौँ। यो पहिला एनएफआरएस नाम सुन्नु भएको छ है? एनएफआरएस नेपाल फाइनान्शियल रिपोर्टिङ स्ट्यान्डर्ड। त्यो लागू हुनुभन्दा अगाडि जति तपाईको पब्लिक कम्पनीहरू थिए तिनीहरूले बनाउनु पर्ने ब्यालेन्स सिट छ, त्यो भर्टिकल बनाउँछौँ। त्यसलाई चाहिँ हामी क्लासिफाइड ब्यालेन्स सिट भन्छौँ। क्लासिफाइड ब्यालेन्स सिट। अब हेर्नुहोस् है, हामीले पढ्दै यहाँ तीनटै पढ्नु पर्यो। एक्जाम पोइन्ट अफ भ्यूले चाहिँ तपाईहरुले के को लागि मात्र तयारी गर्नु पर्यो? मल्टी स्टेप इन्कम स्टेटमेन्ट पढ्न चाहिँ तीनटै पर्यो। एक्जाम पोइन्ट अफ भ्यूमा चाहिँ के मात्र सोध्छ तपाईहरुले यहाँबाट? मल्टी स्टेप इन्कम स्टेटमेन्ट। तर कस्तो चिज हो भने यो इन्कम स्टेटमेन्ट, स्टेटमेन्ट अफ रिटेन अर्निङ, ब्यालेन्स सिट यहाँसँग राम्रोसँग पढ्नु भने फाइनान्शियल एनालाइसिस एन्ड फाइनान्शियल डिसिजन मेकिङ गर्न पछाडिका च्याप्टरलाई सजिलो बनाउँछ। यहाँबाट हामीलाई सोध्यो भने यहाँबाट 5 मार्क्सको एउटा क्वेशन आउँछ। यहाँबाट हामीलाई कहिलेकाहीँ लङ के 15 मार्क्सको एउटा क्वेशन सोध्न सक्छ थ्योरीमा। त्यसपछि हामीले अकाउन्टिङ इन्फर्मेसनमा त सर अकाउन्टिङ इन्फर्मेसन कहिलेकाहीँ सोध्यो भने 15 सा सोध्छ थ्योरीमा, अथवा कहिलेकाहीँ यहाँबाट 5 मार्क्सको पनि एउटा सोध्न सक्छ। 5 मार्क्सको थ्योरी अथवा कहिलेकाहीँ 15 मार्क्सको थ्योरी सोध्न सक्छ। र अहिले प्रिपरेसन अफ फाइनान्शियल स्टेटमेन्टबाट चाहिँ हामीलाई अहिलेसम्म सोधेको चाहिँ 5 मार्क्सको थ्योरी मात्र के न्युमेरिकल मात्र सोधेको छ, मल्टी स्टेप इन्कम स्टेटमेन्ट। तर स्टेटमेन्ट अफ रिटेन अर्निङ एन्ड क्लासिफाइड ब्यालेन्स सिट चाहिँ जान्यो भने पछाडिका च्याप्टरलाई सजिलो हुन्छ। त्यसपछि हामीले थर्ड स्टेप बनाउँछौँ। प्रिपरेसन अफ फाइनान्शियल स्टेटमेन्ट बनाउन जानिसकेपछि अब हामी फाइनान्शियल स्टेटमेन्टलाई हेरेर भनेको इन्कम स्टेटमेन्ट र ब्यालेन्स सिटलाई हेरेर अर्गनाइजेसन कुन कुरामा स्ट्रङ छ, कुन कुरामा विक छ भनेर हेर्छौँ, जसलाई हामी थर्ड च्याप्टरमा लगेर लेख्नेछौँ फाइनान्शियल एनालाइसिस भनेर। यो 2 च्याप्टरको चाहिँ मल्टी स्टेप इन्कम स्टेटमेन्ट मात्रै हो, यो न्युमेरिकल सोध्ने हो सर? पढ्न चाहिँ तीनटै पर्यो है। सोध्ने चाहिँ हामीलाई मल्टी स्टेप इन्कम स्टेटमेन्ट अहिलेसम्मको ट्रेन्ड एनालाइसिस गरेको फाइनान्शियल एनालाइसिस भनेर। यो फाइनान्शियल एनालाइसिस भनेर तपाईँको छुट्टै च्याप्टर छ, मैले चाहिँ फाइनान्शियल एनालाइसिस भित्रै लेखिन्छ है। फाइनान्शियल एनालाइसिस भनेको फाइनान्शियल डकुमेन्ट बनायो भनेको फाइनान्शियल स्टेटमेन्ट बनायो, इन्कम स्टेटमेन्ट र ब्यालेन्स सिट बनायो। त्यो इन्कम स्टेटमेन्ट र ब्यालेन्स सिटलाई हेरेर अर्गनाइजेसनको फाइनान्शियल पोजिसन कस्तो छ भन्नुको मतलब अर्गनाइजेसनले करेन्ट एसिडले करेन्ट ल्याबिलिटी तिर्न पुग्छ कि पुग्दैन, अर्गनाइजेसनको एसिड्सको इम्प्लिमेन्टेसन राम्रो भएको छ वा
छैन। अब फ्युचरमा ग्रोथ गर्नको लागि अर्गनाइजेसनसँग क्यास सफिसियन्ट पुग्छ वा पुग्दैन, सेयर होल्डरलाई कमिटेड गरे लोनहरु डिभिडेन्ड टाइममा तिर्न सक्छौँ वा सक्दैनौँ, फ्युचरमा लोन लिन सक्छौँ वा सक्दैनौँ, पुरानो कमिटेड लोन टाइममा तिर्न सक्छौँ वा सक्दैनौँ, र हाम्रो अर्गनाइजेसनका भित्र रहेका इम्प्लोयरहरूको प्रोडक्टिभिटी राम्रो छ वा छैन भनेर एनालाइसिस गर्ने कामलाई हामी फाइनान्शियल एनालाइसिस भन्छौँ। त्यो फाइनान्शियल एनालाइसिस गर्ने टुलहरू धेरै छ। त्यो फाइनान्शियल एनालाइसिस गर्ने धेरै टुलहरू मध्ये हामीले यहाँ चाहिँ दुईटा टुल पढ्छौँ। धेरै टुल भनेको जस्तो एउटा भर्टिकल एनालाइसिस, एउटा होरिजेन्टल एनालाइसिस, त्यसै गरेर ट्रेन्ड एनालाइसिस, फन्ड्स फ्लो, क्याश फ्लो, रेसियो, 6वटा टेक्निक छ फाइनान्शियल एनालाइसिस गर्ने। त्यो मध्येमा हामीले पढ्ने दुईटा सबैभन्दा युजफुल एनालाइसिस, एउटा रेसियो एनालाइसिस र दोस्रो हामीले यहाँ पढ्छौँ, त्यो छुट्टा छुट्टै च्याप्टर छ है तपाईँहरूको बुकमा चाहिँ, अर्को क्याश फ्लो एनालाइसिस। क्याश फ्लो एनालाइसिस अहिलेसम्मको ट्रेन्डमा यहाँबाट दुईटा क्वेसन सोध्थ्यो है, यहाँबाट दुईटा क्वेसन, एउटा केसमा र अर्को 15मा यस्तो सोध्थ्यो। गएको साल चाहिँ यहाँबाट दुईटा 15मा सोध्यो, 15 एन्ड 15मा सोध्यो। गएको साल चाहिँ यहाँबाट के सोधेन, बुझ्नुभयो मैले क्याश फ्लो एनालाइसिसको मात्रै 15 को सोध्यो सर? होइन होइन, रेसियो र क्याश फ्लो गरेर एउटा 15मा एउटा 30मा सोध्थ्यो। हजुर, बुझ्नुभयो? अनि गएको साल चाहिँ रेसियोबाट 15मा थ्योरी सोध्यो र क्याश फ्लोबाट पनि 15मा न्युमेरिकल सोध्यो के। जस्तो तपाईलाई पहिलाको क्वेसनहरु हेर्नुभयो भने एक 2021 मा आएर तपाईको कोर्स चेन्ज भयो। 2021, 22, 23 मा तपाईको के सोध्यो भन्दा कहिले रेशियो 20 मा के रे 30 मा क्याश फ्लो 15 मा, कहिले काहीँ क्याश फ्लो 30 मा रेशियो 15 मा यसरी सोध्यो। तर गएको साल रेशियोबाट पनि 15 मा सोध्यो र क्याश फ्लोबाट पनि 15 मा सोध्यो। भन्नुको मतलब के बुझ्नु पर्यो, यो च्याप्टरबाट यो दुईटा भनेको रेशियो र क्याश फ्लोबाट मिनिमम 30 मार्क्सको सोध्छ, नभए 45 कै सोध्छ भनेको। बुझ्नुभयो? पहिला के गर्थ्यो, रेशियो 15 मा सोध्यो नि क्याश फ्लो 30 मा सोध्यो, क्याश फ्लो 30 मा सोध्यो भने रेशियो 15 मा सोध्यो। तर गएको साल चाहिँ तपाईको रेशियो पनि 15 मा क्याश फ्लो पनि 15 मा सोध्यो। अब हामीले दुईटा कुरा पढ्नु पर्यो। यहाँ रेशियो र एनालाइसिस गर्नु पर्यो। रेशियो पहिला रेशियो बनाउनु पर्यो, अनि त्यसको के पनि पढ्नु पर्यो, एनालाइसिस पनि गर्नु पर्यो। अनि पहिला क्याश फ्लो स्टेटमेन्ट बनाउनु पर्यो। त्यो क्याश फ्लो स्टेटमेन्टको आधारमा क्याशको पोजिसन अर्गनाइजेसनसँग क्याशको पोजिसन स्ट्रङ छ अथवा विक छ, फ्युचरमा ग्रोथ गर्नको लागि एसेट्स किन्नलाई क्याश पुग्छ वा पुग्दैन, कमिटेड गरे लोन टाइममा तिर्नलाई क्याश हुन्छ वा हुँदैन, कम्पनीसँग नाफा छ तर शेयर होल्डरलाई डिभिडेन्ड दिन क्याश पुग्छ वा पुग्दैन भनेर हेर्ने चाहिँ क्याश फ्लो एनालाइसिस हो। अब रेशियो भने चाहिँ दुईटा भेरिएबल बीचको रिलेसन बनाउने काम चाहिँ रेशियो भयो। त्यो रेशियोले के रिप्रेजेन्ट गर्छ र त्यो रेशियोको आधारमा फ्युचरमा के प्लानिङ के डिसिजन गर्ने भनेर हेर्यो भने चाहिँ रेशियो एनालाइसिस भयो। जस्तो सेकेन्ड सेममा तपाईले फाइनान्समा पढ्नु भएको करेन्ट रेशियो भन्ने पढ्नु भएको थियो, याद गर्नु त, करेन्ट एसेट डिभाइडेड बाइ करेन्ट ल्याबिलिटी। अब मान्नुस् हाम्रो कम्पनीको करेन्ट रेशियो 5 टाइम्स आयो भने नि यो चाहिँ रेशियो भयो। यो 5 टाइम्सले के कुरा बताउँछ भनेर हेर्यो भने चाहिँ रेशियो के भयो, एनालाइसिस भयो। ठीक छ। जस्तो तपाईले पढ्नु भएको याद गर्नु त, डेट इक्विटी रेशियो भन्नुभयो, तपाईले के लेख्नुभयो, डेट डिभाइडेड बाइ के गर्नुभयो, इक्विटी गर्नुभयो। यसो गर्दा 90% आयो भन्यो भने यो चाहिँ 90% चाहिँ रेशियो भयो। यो 90% ले हाम्रो अर्गनाइजेसनको के कुरा बताउँछ भन्यो भने चाहिँ त्यो रेशियो के हो, एनालाइसिस। हामीले रेशियो नि पढ्नु पर्यो, एनालाइसिस पनि गर्न जान्नु पर्यो। अब क्याश फ्लो भने चाहिँ अर्गनाइजेसन भित्र डिफ्रेन्ट काम गर्दा क्याश एउटा इन्फ्लो हुन्छ एउटा आउटफ्लो हुन्छ। त्यो इन्फ्लो र आउटफ्लो कति भयो भनेर एउटा स्टेटमेन्ट बनाउँछौँ, जुन स्टेटमेन्टलाई हामी के भन्छौँ, क्याश फ्लो स्टेटमेन्ट भन्छौँ। कुनै एक्टिभिटीले इन्फ्लो गराउला, कुनै एक्टिभिटीले आउटफ्लो गराउला। त्यो क्याश फ्लो स्टेटमेन्टको आधारमा अब क्याशको पोजिसन कस्तो छ अर्गनाइजेसन भित्र, क्याशको पोजिसनको आधारमा अर्गनाइजेसनले फ्युचरमा ग्रोथ गर्न सक्छ वा सक्दैन, कमिटेड लोन तिर्न सक्छ वा सक्दैन, अर्गनाइजेसनले कुनै पनि एसेट्स किन्दैछ भने हामीसँग भएको क्याश सफिसियन्ट हो वा
होइन, पुगेन भने कुन सोर्सहरू जुटाउने भनेर हेर्यो भने चाहिँ त्यो चाहिँ के हो, क्याश फ्लो एनालाइसिस हो। हामीले दुईटा पढ्नु पर्यो, रेसियो अनि रेसियो एनालाइसिस, अर्को क्याश फ्लो, अर्को क्याश फ्लो एनालाइसिस भयो। यसरी हामी हेर्नेछौँ। यहाँबाट दुईटा क्वेसन आउँछ है। गएको साल रेसियोको चाहिँ न्युमेरिकल सोधेन, थ्योरी सोध्यो। क्याश फ्लोको चाहिँ के सोध्यो, न्युमेरिकल सोध्यो। 15-50 मार्क्समा दुईटामा। त्यसपछि हामीले अगाडि बढ्यौँ। त्यो तपाईँको दुईटा च्याप्टर छ, मैले एकै ठाउँमा लेखिदिएँ। त्यसपछि हामीले चौथोमा गएर पर्फर्मेन्स एनालाइसिस भनेर, पर्फर्मेन्स एनालाइसिस भनेर, यो पर्फर्मेन्स एनालाइसिस मैले 4 मा बनाएँ। यो पर्फर्मेन्स एनालाइसिस भनेको जस्तो एउटा अर्गनाइजेसन छ, यो अर्गनाइजेसन भयो। यो अर्गनाइजेसनका डिफ्रेन्ट डिपार्टमेन्टहरू हुन सक्छ, यो डिफ्रेन्ट डिपार्टमेन्टहरू हुन सक्छ। यो डिफ्रेन्ट डिपार्टमेन्ट मान्नुस्, यो डिपार्टमेन्ट ए होला, यो डिपार्टमेन्ट बी होला, यो डिपार्टमेन्ट सी होला। यो डिपार्टमेन्ट भित्र पनि डिफ्रेन्ट डिफ्रेन्ट मान्छेहरू, इम्प्लोयहरू हुन्छ। अब अर्गनाइजेसन भित्र धेरै इम्प्लोयहरू हुन्छ। यो इम्प्लोयको सबैको प्रोडक्टिभिटी राम्रो हुन्छ भन्ने पनि छैन। अब यो इम्प्लोयहरूको पर्फर्मेन्स कस्तो छ भनेर हेर्यो भने यसलाई पर्फर्मेन्स एनालाइसिस, इम्प्लोय पर्फर्मेन्स एनालाइसिस भन्छौँ। अब यो अर्गनाइजेसन भित्र यो ए भन्ने डिपार्टमेन्टमा धेरै कर्मचारीहरू छ। त्यो कर्मचारीहरूलाई प्रमोसन दिनु पर्ला, रिवार्ड दिनु पर्ला। हामीले तोके अनुसार कर्मचारीहरूको पर्फर्मेन्स राम्रो छ वा छैन भनेर हेर्यो भने इम्प्लोय पर्फर्मेन्स एनालाइसिस भन्छौँ। किन चाहियो इम्प्लोय पर्फर्मेन्स? उसलाई ट्रेनिङ दिन आवश्यकता छ कि छैन पत्ता लगाउनलाई। अब भन्नुहोस्, हामीले तोकेको अनुसार उसले काम गर्न सक्यो भने उसको पर्फर्मेन्स राम्रो भयो। अब उसलाई ट्रेनिङ दिन आवश्यकता छैन, उसको पर्फर्मेन्स राम्रो छ भने अब उसलाई रिवार्ड गर्नु पर्ला, प्रमोसन गर्नु पर्ला। त्यो प्रमोसन गर्न, रिवार्डहरू गर्नको लागि अब इम्प्लोयको पर्फर्मेन्स हेर्छौँ, जसलाई हामी इम्प्लोय पर्फर्मेन्स एनालाइसिस भन्छौँ। त्यस्तै गरेर यहाँ तीनटा डिपार्टमेन्ट छ, डिपार्टमेन्ट ए बी सी छ। यो डिपार्टमेन्टमा अर्गनाइजेसनले लगानी गरेको हुन्छ। यो डिपार्टमेन्टहरूमा यो डिपार्टमेन्टको पर्फर्मेन्स कस्तो छ भनेर हेर्यो भने त्यसलाई डिपार्टमेन्टल पर्फर्मेन्स एनालाइसिस भन्यो। त्यसै गरेर यो अर्गनाइजेसन XYZ भन्ने कम्पनी रहेछ। यो XYZ कम्पनीको ओभरअल पर्फर्मेन्स कस्तो रह्यो? अघिल्लो सालको तुलनामा यसपालि हाम्रो प्रफिट बढ्यो वा घट्यो? अघिल्लो सालको तुलनामा यसपालि हाम्रो पर्फर्मेन्स राम्रो रह्यो वा रहेन भनेर हेर्यो भने यसलाई अर्गनाइजेसन पर्फर्मेन्स एनालाइसिस भन्छौँ। हामी तीनटा कुराको पर्फर्मेन्स एनालाइसिस गर्छौँ। एउटा इम्प्लोय पर्फर्मेन्स, यो डिपार्टमेन्ट एबिसी मध्ये कसको काम बेटर भयो भने हेर्यो भने डिपार्टमेन्टल पर्फर्मेन्स, ओभरअल कम्पनीकै पर्फर्मेन्स कस्तो रह्यो भने अर्गनाइजेसन पर्फर्मेन्स एनालाइसिस भनेर पढ्छौँ। अब अर्गनाइजेसन भित्र पर्फर्मेन्स एनालाइसिस गर्ने धेरै टेक्निकहरू हुन्छ। त्यो मध्ये हामी दुईटा टेक्निकलाई युज गर्छौँ। एउटा भ्यालु एडेडलाई लिएर, भ्यालु एडेडको आधारमा अर्गनाइजेसनको पर्फर्मेन्स कस्तो भयो, इम्प्लोयको पर्फर्मेन्स कस्तो भयो, डिपार्टमेन्टको पर्फर्मेन्स कस्तो भयो भनेर हेर्यौँ, एउटा भ्यालु एडेडलाई लिएर। दोस्रो हामी लिन्छौँ ROI, हामी यसलाई बोल्छौँ रिटर्न अन इन्भेस्टमेन्ट। रिटर्न अन इन्भेस्टमेन्ट भनेको हामीले लगानी गरेको अनुसार इन्भेस्टमेन्टको आधारमा हामीले रिटर्न पाएको छ कि छैन। एन्ड अर्को पढ्छौँ RI, यसलाई हामी रिसिडियल इन्कम पनि भन्छौँ। यसलाई अर्को नाम हामी के पनि भन्छौँ, रिसिडियल इन्कम। रिसिडियल इन्कम भनेर हामी दुईटा टपिक, तीनवटा टपिक पढ्छौँ। एउटा भ्यालु एडको, अर्को ROI र RI भनेर। एउटा अर्गनाइजेसनको पर्फर्मेन्स हेर्नलाई, अर्को डिपार्टमेन्टको पर्फर्मेन्स हेर्नलाई, अर्को इम्प्लोयको पर्फर्मेन्स हेर्नलाई। यहाँबाट याद गर्नुहोस् है, यहाँबाट एउटा 5 मार्क्सको तपाईँहरूको केसमा जोडेर सोधिरहेको हुन्छ है। यहाँनिर कतिमा 30 मा प्लस गरेरै हुन्छ, प्लस कति मार्क्सको पनि जोडिरहेको हुन्छ, 5 मार्क्सको। सुनिरहनु भएको छ? यस सर। है, यो भ्यालु एडलाई तपाईँले दुईचोटि तपाईँको केसमा सोधेको छ है। भ्यालु एडलाई एउटा पार्ट बनाएर, अर्को यो ROI र RI भने त यो जहिले पनि सोध्छ तपाईँको 5 मार्क्समा। अब पर्फर्मेन्स एनालाइसिस भित्र तपाईँको चाहिँ बुकमा चाहिँ भ्यालु एडेड स्टेटमेन्ट भनेर छुट्टै राखेको छ, ROI र RI भनेर छुट्टै राखेको छ। मैले चाहिँ छुट्टै एक ठाउँमा राखिदिएँ है त। त्यसपछि हामी बढ्यौँ, यो सबै हामीले अगाडिमा। त्यसपछि हामीले, मैले 6वटा च्याप्टर भयो हेर्नु है, 6वटा च्याप्टरमा राखिदिएको छु। यहाँभित्र दुईटा च्याप्टर, यहाँभित्र दुईटा च्याप्टर छ। अर्को रह्यो हामीले 5 मा जान्छौँ। अब यो 5 मा गइसकेपछि हामीहरूले डिसिजन रिगार्डिङ अल्टरनेटिभ चोइस भन्छौँ। डिसिजन रिगार्डिङ
रिगार्डिङ अल्टरनेटिभ, डिसिजन रिगार्डिङ अल्टरनेटिभ चोइस भनेर हो। अब यो चाहिँ तपाईँ कुनै बुकले डिसिजन रिगार्डिङ अल्टरनेटिभ चोइस भनेर लेख्या होला, कसैले चाहिँ तपाईँको डिसिजन मेकिङ भनेर राख्यो होला है। डिसिजन रिगार्डिङ अल्टरनेटिभ चोइस भने चाहिँ कस्तो भन्दा यो प्योर म्यानेजमेन्ट डिसिजन हो। कुनै पनि टप लेभलको म्यानेजमेन्टले आफ्नो अब्जेक्टिभ फुलफिल गर्दा विभिन्न कामहरू गर्नु पर्यो। ती कामहरू गर्दा विभिन्न प्रब्लमहरू आउँछ। त्यो प्रब्लमहरू सर्ट आउट गर्ने दायित्व कसको? म्यानेजमेन्टको। अब म्यानेजमेन्टले आफूलाई परेको प्रब्लम सर्ट आउट गर्ने मार्केटमा धेरै अल्टरनेटिभ मध्ये एउटा बेस्ट वान अल्टरनेटिभ छान्ने कामलाई हामी के भन्छौँ? डिसिजन रिगार्डिङ अल्टरनेटिभ चोइस भन्छौँ। डिसिजन रिगार्डिङ अल्टरनेटिभ भनेको काम गर्दै जाँदा मान्नुहोस् कहिलेकाहीँ मेसिन ब्रेकडाउन भयो। अब मेसिन बिना त वस्तु बन्दैन। अब मेसिन इन्डियामा नि पाउँछ, मेसिन चाइनामा नि पाउँछ। अब तिनीहरूका प्राइसहरू फरक होला, त्यसको लाइफ इयर फरक होला, त्यसको अपरेटिङ कस्ट फरक होला। अब मलाई वस्तु बनाउन चाहिने कुनै एउटा मेसिन चाइनाबाट ल्याउने अथवा इन्डियाको ल्याउने, के ल्याउँदा मलाई बेटर हुन्छ भनेर हेऱ्यो भने त्यसलाई के भन्छौँ? डिसिजन रिगार्डिङ अल्टरनेटिभ चोइस भन्छौँ। अब अर्गनाइजेसनको प्रडक्ट फरक हुन्छ, अर्गनाइजेसनको टार्गेट कस्टमर फरक हुन्छ, अर्गनाइजेसनको सिचुएसन फरक हुन्छ। त्यसले गर्दा अर्गनाइजेसनभित्र आउने प्रब्लम पनि के हुन्छ? फरक फरक हुन्छ। त्यही भएर हामी यहाँ 5-6वटा डिसिजन मेकिङ पढ्छौँ। पहिलो रह्यो हामी मेक अर बाई डिसिजन भन्छौँ। मेक अर बाई डिसिजन। यो मेक अर बाई डिसिजन भने चाहिँ कस्तो भन्दा तपाईँलाई कुनै एउटा प्रडक्ट चाहियो, त्यो प्रडक्ट तपाईँ बनाउन पनि सक्नुहुन्छ र त्यो प्रडक्ट मार्केटमा किन्न पनि पाउनुहुन्छ। मैले बनाएर प्रयोग गर्ने वा किनेर प्रयोग गर्ने भन्ने डिसिजनलाई मेक अर बाई डिसिजन भन्छौँ। जस्तो म सिम्पली कुरा गरेँ है त, जस्तो मान्नु टेस्ला कम्पनीलाई ब्याट्री चाहियो, त्यो टेस्लाले बिना ब्याट्री त उसको कार चल्दैन। अब त्यो टेस्ला कारलाई ब्याट्री आफ्नै फ्याक्ट्रीमा बनाउने भन्यो भने कुन अल्टरनेटिभ हो? मेक। त्यो टेस्ला कम्पनीले चाइनाबाट BYD को ब्याट्री किनेर प्रयोग गर्छु भन्यो भने कुन अल्टरनेटिभ हो? बाई। अब मेरो टेस्ला कम्पनीलाई चाहिएको ब्याट्री आफ्नै फ्याक्ट्रीमा बनाउने अथवा चाइनाबाट किनेर प्रयोग गर्ने भन्यो भने त्यसलाई के भन्छौँ? मेक अर बाई डिसिजन भन्छौँ। त्यसै गरी हामी अर्को राख्छौँ ड्रप अर कन्टिन्यू। ड्रप अर कन्टिन्यू, कन्टिन्यू डिसिजन। यो ड्रप अर कन्टिन्यू डिसिजन चाहिँ भने कस्तो भन्दा एउटा अर्गनाइजेसनका धेरै ब्रान्चहरू हुन्छ, धेरै प्रडक्टहरू हुन्छ। कुनै प्रडक्ट वा ब्रान्च बन्दा के अरे लसमा गयो, त्यो लसमा गएको ब्रान्चलाई भोलिदेखि बन्द गर्ने भनेर म्यानेजमेन्टले डिसिजन गर्यो, द्याट्स कल ड्रप। लसमा गएको हो तैपनि त्यसलाई चाहिँ कन्टिन्यू चलाइरहने भन्यो भने द्याट्स कल के भन्छौँ? ड्रप अर कन्टिन्यू भन्छौँ। कुन चाहिँ अल्टरनेटिभ बेस्ट हुन्छ भनेर हेर्ने कामलाई हामी ड्रप अर कन्टिन्यू डिसिजन भन्छौँ। जो मान्नुहोस् यो एक्स भन्ने एउटा चाहिँ के रहेछ भन्दा यो चाहिँ ब्याङ्क रहेछ, यसको ब्रान्चहरू धेरै ठाउँमा रहेछ। एउटा ब्रान्च चाहिँ कहाँको रहेछ भन्दा नेपालगञ्जको ब्रान्च रहेछ। यो नेपालगञ्जको ब्रान्च लसमा गयो, अब म्यानेजमेन्टले यो नेपालगञ्जको ब्रान्चलाई भोलिदेखि बन्द गरिदेऊ भन्यो भने द्याट्स कल ड्रप भयो। होइन लसमा गए पनि त्यसलाई बन्द नगर भन्यो भने द्याट्स कल के हो? कन्टिन्यू। त्यो ब्रान्चको लागि कुन चाहिँ अप्सन बेटर हुन्छ भनेर हेऱ्यो भने ड्रप अर कन्टिन्यू भन्छौँ। त्यसपछि हामी अर्को रह्यो एक्सेप्ट अर रिजेक्ट। एक्सेप्ट अर रिजेक्ट, रिजेक्ट स्पेशल, स्पेशल अर्डर अथवा अफर डिसिजन भन्छौँ। एक्सेप्ट अर रिजेक्ट स्पेशल अर्डर डिसिजन भने चाहिँ कस्तो भन्दा तपाईँले कुनै वस्तु उत्पादन गरिरहनु भएको छ, नयाँ ग्राहकले आएर बल्क युनिटको अर्डर दियो, त्यो बल्क युनिटको अर्डर म बनाएर दिने वा नदिने भन्ने डिसिजनलाई के भन्छौँ? एक्सेप्ट अर रिजेक्ट स्पेशल अर्डर डिसिजन भन्छौँ। जस्तो मान्नुहोस् मेरो चाहिँ के छ भन्दाखेरि चाउचाउ फ्याक्ट्री छ, म रेगुलर चाउचाउ बनाएर बेचिरहेको छु। काहीँ कुनै एउटा आइएनजिओले चाउचाउ चाहिँ बाढी पीडितको लागेर के गरेर बाँड्न चाह्यो, त्यो आइएनजिओले बल्क युनिटको मेरो फ्याक्ट्रीमा आएर अर्डर दियो, त्यो नुडल्स अब म उसलाई बनाएर दिन्छु भनेर एग्रिमेन्ट गर्न सक्छु वा म त्यसले दिएको अर्डर नलिन पनि सक्छु। के गर्दा अर्गनाइजेसनलाई बेटर हुन्छ भन्यो भने एक्सेप्ट अर रिजेक्ट स्पेशल अर्डर डिसिजन भन्छौँ। गएको साल यहाँबाट तपाईँले सोधेको 30 मार्क्सको है, सधैँ यहाँबाट आउने क्वेसन चाहिँ कि 15 को कि 30 को। 15 को त आउँछ प्लस 30 को। गएको साल 30 + 5 दुईटा क्वेसन सोधेको, एउटा 30 मा एउटा 5 मा। त्यसपछि हाम्रो अर्को डिसिजन मेकिङ सेल्स अर फर्दर प्रोसेस डिसिजन।
सेल्स or further process decision. सेल्स or further process decision भने चाहिँ कस्तो भन्दा तपाईले बाहिरबाट र मेटेरियल ल्याउनु भयो, त्यसलाई रिफाइनिङ गर्नुभयो, वर्क इन प्रोग्रेस बन्यो। वर्क इन प्रोग्रेसलाई रिफाइनिङ गर्यो भने फिनिश गुड्स बन्छ भने तपाईले बाहिरबाट ल्याएको इनपुट भने र मेटेरियललाई वर्क इन प्रोग्रेस बन्यो। त्यो वर्क इन प्रोग्रेस पनि मार्केटमा बिक्छ। फिनिश गुड्स बनाएर मार्केटमा बिक्छ भने म वर्क इन प्रोग्रेस बेच्दा बेटर हुन्छ अथवा फर्दर प्रोसेस गरेर फिनिश गुड्स बनाएर बेच्दा मलाई बेटर हुन्छ भनेर हेर्ने डिसिजनलाई हामी सेल्स अर फर्दर प्रोसेस डिसिजन भन्छौँ। जस्तो मान्नु मेरो एउटा चाहिँ के छ भन्दा डेरी छ, म बाहिरबाट मिल्क किन्छु, त्यसलाई रिफाइनिङ गर्छु, कर्ड बनाउँछु, मार्केटमा कर्ड पनि बिक्छ। अथवा त्यसलाई के गर्छु, त्यसलाई अझ प्रोसेसिङ गरेर म त्यसलाई के बटर बनाएर पनि बेच्न सक्छु भने मार्केटमा मसँग दुईटा अप्सन छ, एउटा कर्ड बेच्ने अथवा त्यसलाई बटर बनाएर बेच्ने। के गर्दाखेरि मेरो प्रफिट बढ्छ भनेर हेरेर डिसिजन गर्यो भने त्यसलाई के भन्छौँ, सेल्स अर फर्दर प्रोसेस। यदि मलाई दही नै बेच्दाखेरि फाइदा हुन्छ भने द्याट्स कल सेल्स हो। त्यो दहीलाई के गरेर रिफाइनिङ गरेर म के बनाउँछु, बटर बनाएर बेच्दा फाइदा हुन्छ भने द्याट इज फर्दर प्रोसेस। त्यो के गर्दा मेरो बेटर हुन्छ भनेर हेर्ने कामलाई हामी के भन्छौँ, सेल्स अर फर्दर प्रोसेस। गएको साल यहाँबाट 5 मार्क्सको सोधे, दुईटा सोधे है क्वेसन यहाँबाट। त्यसपछि हामी अर्को पढ्छौँ, रिप्लेसमेन्ट अफ एसिड्स डिसिजन। रिप्लेसमेन्ट अफ एसिड्स डिसिजन। रिप्लेसमेन्ट अफ एसिड डिसिजन भने चाहिँ कस्तो भने तपाईसँग एउटा एसिड छ, त्यो पुरानो भयो, अब त्यो एसिड्सलाई तपाईले प्रयोग त गर्नु पर्यो। एउटा अप्सन तपाईले त्यसैले सर्भिसिङ गर्नु, रिपेयरिङ गरेर चलाउनुस्, वा त्यसलाई हटाएर नयाँ ल्यायो भने रिपेयरिङ कस्टहरु तपाईको अपरेटिङ कस्टहरु घट्छ भने अब तपाईसँग दुईटा अप्सन भयो, एउटा पुरानोलाई हटाउने र नयाँ मेसिन ल्याउने, वा त्यही पुरानोलाई रिपेयरिङ गरेर चलाउने। कुन चाहिँ अल्टरनेटिभ बेस्ट हुन्छ भने रिप्लेसमेन्ट अफ एसिड डिसिजन भन्छौँ। जस्तो तपाईसँग बाइक छ, बाइक चढेर अफिस जानुहुन्छ, अब तपाईँ त्यो बाइक किनेको 8-10 वर्ष भयो भने नर्मली फ्युल कस्ट, अपरेटिङ कस्ट अथवा तपाईको मेन्टेनेन्स कस्ट के आउँछ, हाई आउँछ। अब अफिस त जानु पर्यो, अब तपाईले के गर्न सक्नुहुन्छ भन्दा पुरानोलाई हटाएर तपाईँ इलेक्ट्रिक बाइक किन्नुस्। इलेक्ट्रिक बाइक किन्नलाई ह्युज एमाउन्ट लगानी गर्नु पर्यो, तर तपाईको अपरेटिङ कस्ट त के हुन्छ, घट्छ, एउटा अप्सन। अथवा पुरानोलाई रिपेयर गरेर चलाउनु, त्यो रिपेयर गरेर चलायो भने अपरेटिङ कस्ट हाई हुन्छ तर ह्युज एमाउन्ट लगानी गरिरहनु परेन। कुन चाहिँ अप्सन बेटर हुन्छ भने द्याट्स कल्ड रिप्लेसमेन्ट अफ एसिड्स डिसिजन भन्छौँ। त्यसपछि अर्को हामी पढ्छौँ यहाँ 6 वटामा, लिज अर पर्चेज। लिज अर पर्चेज डिसिजन। पर्चेज डिसिजन, लिज अर पर्चेज डिसिजन। यो लिज अर पर्चेज डिसिजन भनेको मान्नुस् तपाईले कुनै एउटा लङ टर्म एसिड चाहियो, त्यो लङ टर्म एसिड्स तपाईसँग अब प्रयोग नगरिकन त हुँदैन। त्यो लङ टर्म एसिड प्रयोग गर्ने तपाईसँग दुईटा अप्सन हुन्छ। एउटा अप्सन भाडामा लिने, भाडामा लिने कामलाई हामी के बोल्ने छौं, लिज। किनेर प्रयोग गर्ने कामलाई हामी के बोल्छौं, पर्चेज। अब मलाई चाहिएको एसिड्स भाडामा लिएर प्रयोग गर्दा मलाई फाइदा हुन्छ कि किनेर प्रयोग गर्दा फाइदा हुन्छ भनेर एनालाइसिस गर्यो भने त्यसलाई के भन्छौं, लिज अर पर्चेज डिसिजन भन्छौं। जस्तो तपाई ठेकदार हुनुहुन्छ, तपाईलाई जेसीबी चाहियो, बिना जेसीबी त तपाईको ठेका सिद्धिन्न। अब मलाई त्यो जेसीबी भाडामा लिएर प्रयोग गर्ने द्याट्स कल्ड लिज, हैन जेसीबी आफ्नै पैसाले किनेर प्रयोग गर्ने द्याट्स कल्ड पर्चेज। कुन चाहिँ मेरो अल्टरनेटिभ बेस्ट हुन्छ भनेर हेर्ने कामलाई हामी के भन्छौं, लिज अर पर्चेज भन्छौं। यदि तपाई लिजमा लियो भने प्रत्येक वर्ष भाडा तिर्नु पर्यो, सानसानो एमाउन्ट लङ टर्ममा तिर्नु पर्यो, त्यो पनि आउटफ्लो भयो। यदि किन्नु हो भने सुरुमै ह्युज एमाउन्ट लगानी गर्नु पर्यो, प्रत्येक वर्ष रेन्ट तिरिरहनु परेन। के गर्दा अर्गनाइजेसनलाई बेटर हुन्छ भने लिज अर पर्चेज। अब यहाँबाट सधैँ प्राय 15 मार्क्सको क्वेसन आउँथ्यो है, याद गर्नु है। तर गएको साललाई हेर्ने हो भने एउटा केसमा सोध्यो, साह्रै सजिलो सोधेको छ, र प्लस के पनि सोध्यो 5 मार्क्सको गरेर दुईटा क्वेसन सोध्यो, 35 मार्क्स सोध्यो। अब तपाईहरुले डिसिजन मेकिङलाई पनि लङ क्वेसन अथवा केस एनालाइसिसको रूपमा हेर्नु पर्ने भयो। बुझ्नुभयो? हेलो, Yes, sir. सुनिरहनु भएको छ है। हामीले यहाँ 6 वटा पढ्छौं, यो 6 वटा भ्योबाट हामीले दुईटा क्वेसन आउँछ भनेर पढ्नु पर्यो, एउटा 5 मा एउटा 15 अथवा 30 मा है। त्यसपछि हाम्रो 6 मा गइसकेपछि हामी लाग्ने छौं अर्को डिसिजन मेकिङको टुल भित्र,
त्यसभित्र प्राइसिङ डिसिजन अब यहाँ यो प्राइसिङ डिसिजन भनेको चाहिँ कस्तो भने तपाईले कुनै पनि वस्तु बनाउनुहुन्छ, नाफाखानाल बनाउनुहुन्छ, सबै एक्टिभिटी एक्सपेन्सेस अथवा आउटफ्लो हो, एउटा मात्र एक्टिभिटी इन्कम अथवा इनफ्लो हो, द्याट इज द सेल्स। तपाईको प्रडक्ट राम्रो छ, क्वालिटी छ, तर तपाईले त्यसलाई बेच्न सक्नु भएन भने अर्गनाइजेसन त लसमा जान्छ। अब आफ्नो प्रडक्ट मार्केटमा लन्च गर्नुभन्दा अगाडि आफ्नो प्रडक्टको प्राइस कति राख्ने भनेर हेर्ने कामलाई हामी के भन्छौँ? प्राइसिङ डिसिजन भन्छौँ। अब प्राइसिङ कति राख्ने भन्ने कुरा अर्गनाइजेसनको प्रडक्ट फरक हुन्छ, अर्गनाइजेसनको टार्गेट कस्टमर फरक हुन्छ, प्रडक्टको नेचर फरक हुन्छ, मार्केट कम्पिटिसन के हुन्छ? फरक हुन्छ। त्यसले गर्दा हरेक अर्गनाइजेसनको प्राइस राख्ने टेक्निक पनि के हुन्छ? फरक हुन्छ। त्यसले गर्दा आफ्नो प्रडक्ट मार्केटमा लन्च गर्नुभन्दा अगाडि अब कति राख्ने भन्ने कुरा अर्गनाइजेसनको प्रडक्ट, टार्गेट, कस्टमर, मार्केट, कम्पिटिसन हो, ती कुराहरूले डिटर्मिनेसन गर्ने हुनाले प्राइसिङ गर्ने टेक्निकहरू पढ्छौँ हामी यहाँभित्र। प्राइसिङ गर्ने टेक्निकहरू एउटा मार्कअप प्राइसिङ भनेर, मार्कअप प्राइसिङ। त्यसपछि हामी अर्को पढ्छौँ टार्गेट आरओआई प्राइसिङ, टार्गेट आरओआई प्राइसिङ। अर्को टार्गेट कस्ट बेस्ड प्राइसिङ, टार्गेट कस्ट बेस्ड प्राइसिङ। अर्को हामी पढ्छौँ एक्टिभिटी बेस्ड कस्टिङ प्राइसिङ। किन फरक फरक पढेको भन्दा अर्गनाइजेसनको प्रडक्ट फरक, अर्गनाइजेसनको कम्पिटिसन फरक, अर्गनाइजेसनको टार्गेट कस्टमर फरक, अर्गनाइजेसनको इन्भेस्टमेन्ट साइज फरक, त्यसले गर्दा प्राइसिङ टाक्ने टेक्निक पनि फरक फरक भनेर पढ्छौँ। त्यसपछि हाम्रो इन्टर डिपार्टमेन्टल ट्रान्सफर प्राइसिङ, इन्टर डिपार्टमेन्टल ट्रान्सफर प्राइसिङ, ट्रान्सफर प्राइसिङ। यतिबाट हामीले यहाँबाट चाहिँ अहिलेसम्म सोधेको 5 मार्क्सको मात्रै है, यति धेरै पढ्छौँ तर यहाँबाट चाहिँ 5 मार्क्सको आउँछ। त्यसपछि हामी अर्को पढ्छौँ इन्भेस्टमेन्ट डिसिजन, इन्भेस्टमेन्ट डिसिजन। यो इन्भेस्टमेन्ट डिसिजन भनेर यहाँ राखिदिएको छ, यो वास्तवमा तपाईँले सेकेन्ड सेममा पढेको क्यापिटल बजेटिङ हो है, क्यापिटल बजेटिङ। अलिअलि याद छ नि सेकेन्ड सेमको होइन, सेकेन्ड सेमको फाइनेन्सको क्यापिटल बजेटिङ। यो पनि के हो? लङ टर्म इन्भेस्टमेन्ट डिसिजन। तर हामीले यहाँ दुईटा इन्भाइरोमेन्टमा पढ्छौँ, एउटा सर्टिनिटी, अर्को अनसर्टिनिटी। अब यहाँ हेर्नुहोस् त, हामीले के पढेर आयौँ? सिम्पल थ्योरी कुरा गरौँ है। कुनै पनि लङ रन प्रोजेक्टमा लगानी गर्ने कि नगर्ने भनेर डिसिजन गर्नलाई हामी के भन्छौँ? इन्भेस्टमेन्ट डिसिजन। नर्मली के आयो भने हामी लगानी गर्छौँ? एनपिभी पोजिटिभ आयो भने लगानी गर्ने भन्छौँ होइन। हामी एनपिभी पोजिटिभ आए पनि लगानी नगर्ने भन्छौँ। कारण किन? तपाईँले प्लानिङ कहिले गर्नुहुन्छ? आज। तर त्यसले दिने क्यास फ्लो आज हो कि फ्युचरमा? फ्युचर। फ्युचर जहिले पनि सर्टिनिटी हुन्छ कि अनसर्टेन हुन्छ? अनसर्टेन। त्यसले गर्दा फ्युचरको इन्भाइरोमेन्ट चेन्ज हुँदै जाँदा तपाईँले प्लानिङ गरेको कुरा मिल्छ भन्ने छैन। त्यसले गर्दा फ्युचरको रिस्कलाई पनि हेरेर प्रोजेक्ट एनालाइसिस गर्नुपर्छ भन्यो भने त्यसलाई हामी रिस्क एन्ड अनसर्टिनिटी भनेर पढ्छौँ। हामी क्यापिटल बजेटिङमा दुईटा इन्भाइरोमेन्ट पढ्छौँ, एउटा सर्टिनिटी, अर्को रिस्क एन्ड अनसर्टिनिटी। हामीले प्लानिङ गरेको कुरा 100% मिल्छ भन्यो भने द्याट्स कल के भयो? सर्टिनिटी। हामीले प्लानिङ गरेको कुरामा नि चेन्ज आउँछ, किनकि बिजनेस इन्भाइरोमेन्ट चेन्ज हुँदै जान्छ। त्यो चेन्ज भयो भने बिजनेस इन्भाइरोमेन्टले दुईटा कुरा दिन्छ, एउटा अपर्च्युनिटी दिन्छ, अर्को थ्रेड दिन्छ। त्यो अपर्च्युनिटी थ्रेडलाई नहेरिकन प्रोजेक्ट एनालाइसिस गर्यो र लगानी गर्यो भने डुब्ने चान्स के हुन्छ? हाई हुन्छ। त्यसले गर्दा फ्युचरको रिस्कलाई पनि हेरेर प्रोजेक्ट एनालाइसिस गर्नुपर्छ भन्यो भने त्यसलाई हामी रिस्क एन्ड अनसर्टिनिटी भनेर दुईटा इन्भाइरोमेन्ट पढ्छौँ, एउटा सर्टिनिटी, अर्को रिस्क एन्ड अनसर्टिनिटी। मैले यहाँ 7वटा च्याप्टर बनाएँ, तपाईँको हुने चाहिँ 9वटा च्याप्टर छ है, छुट्टा छुट्टै गऱ्यौँ। यहाँनिर दुईटा च्याप्टर राख्ने, हेर्नु त, रेसियो र क्यास फ्लोलाई एक ठाउँ राखेँ, अर्को पर्फर्मेन्स एनालाइसिस दुईटालाई एकै ठाउँ राख्दिएँ। यसरी हामीले पढ्नुपर्ने च्याप्टरहरू यी भए। र यो इन्भेस्टमेन्ट एनालाइसिस जहिले पनि तपाईँहरूको क्वेसन आउट जस्तै हो, 15 मार्क्सको है। भयो? सुन्नुभयो? हजुर सर।
है। तपाईहरुको आउने टोटल च्याप्टरहरु यिनीहरु भए। अकाउन्टिङ इन्फर्मेसन भनेको फाइनान्शियल अकाउन्टिङ इन्फर्मेसन हो, मैले अकाउन्टिङ इन्फर्मेसन लेख्दिएँ। त्यसपछि प्रिपरेसन अफ फाइनान्शियल स्टेटमेन्ट, अर्को फाइनान्शियल एनालाइसिस, भित्र दुईटा, एउटा रेसियो अर्को क्याश फ्लो। तपाईले सबै सुनेको वडाहरु छ। एउटा भ्यालु एडेड एनालाइसिस, पर्फर्मेन्स एनालाइसिस भित्र एउटा भ्यालु एड, अर्को आरओआई र आरआई भन्ने पढ्नु पर्यो। त्यसपछि अर्को डिसिजन रिगार्डिङ अल्टरनेटिभ चोइस भित्र हामीले पढ्ने छौं कतिवटा, 6 वटा। त्यो 6 वटा मध्ये हामीले दुईटा क्वेशन आउँछ र 7औं मा गएर हामीले के पढ्ने छौं, प्राइसिङ डिसिजन, 7औं मा इन्भेस्टमेन्ट डिसिजन गरेर। ल अब सुन्नु है त, हजुरहरुले बुक एउटा लिनु होला है, छैन भने क्वेशन हाम्रो सरसँग अनलाइन सरसँग लिनु होला। अनि एउटा ओल्ड इज गोल्ड पनि लिनु होला। ल सुन्नुभयो? हजुर सर। एउटा ओल्ड इज गोल्ड पनि लिनु होला। पछि हामी हरेक च्याप्टरहरु के गर्दै जाने छौं, बनाउँदै जाने छौं र अन्तिममा गएर त्यो हाम्रो एक लेक्चर अथवा 2 लेक्चर हामी बोर्डको क्वेशन बनायो भने तपाईहरुलाई कन्फिडेन्ट बिल्ड अप हुन्छ। त्यसरी जाने छौं है। सरले कुन बुकको अस्मिता पब्लिकेसन? अस्मिता पब्लिकेसनै लिनु, अलि राम्रो नै छ अरु भन्दा। त्यही नै लिएको सर। त्यही लिनु होला र नयाँ लिनुभयो भने राम्रो हो। यदि कसैसँग छैन बुक, टाढा बस्नुहुन्छ भने साथीहरुसँग क्वेशनहरु भने त्यो माग्नु होला ल, ग्रुपमा माग्नु होला ल। सुन्नुभयो? अनि अर्को काम के गर्नु भन्दाखेरि तपाईहरुको त्यो ओरिपोरि डिस्टर्बेन्स हुँदैन भने मसँग कुरा गर्दै न्युमेरिकल बनाऊ है, अनि सजिलो हुन्छ। मसँग क्याल्कुलेटर हुन्न, क्याल्कुलेसन चाहिँ तपाईले गरेर भन्नुपर्ने हुन्छ है। है हामीले कोही सेकेन्ड सेममा पढ्नु भएको 1-2 जना हुनुहुन्छ होला, हामीले सेकेन्ड सेम जसरी लगाएको थियौं त्यसरी लाने छौं है। हामी कोही त हुनुहुन्छ होला नि सेकेन्ड सेम पढ्नेहरु। हुन्छ है। ल हामी पहिले अब भोलिदेखि फर्मली न्युमेरिकल सुरु गर्ने छौं है त। ओके सर। ल आजलाई छोडे है त। हस् सर। ल